यहाँ सम्पूर्ण नमस्कार। म प्रशान्त बलामी। यति बेला चाहिँ म ककनी गाउँपालिका वडा नम्बर 1 कार्यालय लिएर आइपुगेको छौँ। यहाँबाट चाहिँ आज म तपाईहरुलाई वडा नम्बर 1 को कार्यालयको अवस्था देखाउन गइरहेको छु। हेर्नुस्, 1 नम्बर वडा कार्यालय। पहिला यो बिल्डिङ चाहिँ लायन्स क्लब अफ नेपालले बनाएको चाहिँ बिल्डिङ हो। यसमा चाहिँ अहिले वडा नम्बर 1 ले चाहिँ आफ्नै छुट्टै जग्गाको अभावको कारणले गर्दा बिल्डिङ बनाउन नसकेको कारण यस ठाउँमा आएर चाहिँ वडा कार्यालय सञ्चालन गर्न बाध्य भएको कुरा चाहिँ यहाँ सम्पूर्णमा जानकारी गराउन चाहन्छु। यो अहिले नवनिर्मित पूजाको लागि भनेर सेवाग्राहीको लागि बनाएको एउटा बस्ने ठाउँ हो। यो चाहिँ स्वास्थ्य चौकी, पोखरपौवा स्वास्थ्य चौकी, ककनी गाउँपालिकाबाट वडा नम्बर 1 को स्वास्थ्य चौकीको अवस्था यस्तो छ। यहाँबाट चाहिँ पोखरपौवा 1 कागती गाउँको दृश्य हेर्न सक्नुहुन्छ।